सन्चै हुनुहुन्छ आश गर्दैछु। म हेर्नुहोस् आजको ड्रेसअप होइन। सो आज दाइको बिहेमा हजुर माम छोडिदिनु भनेको कति कुरा अनि म अब यस्तै हो अब जस सबै तयारी हुँदैन छ अहिले लगभग 8:50 भएको छ जस होइन। सो हेर्न सक्नुहुन्छ कस्तो देखियो अब चस्मा लगाउने यहाँ यो मम अब हाम्रो मम पनि रेडी हुँदै हुनुहुन्छ बिल्ली होइन। यो हाम्रो पुरै गाउँ मम यता हेर्नुहोस् ए पुरा हिरोइन हुँदै हुन्छ मम देख्छ त। अब त्यही हो अब दिदीहरू सब रेडी हुँदै हुनुहुन्छ यहाँ सिन एकछिन होइन ब्यालिज अब के भन्न सक्छु म। तपाईँहरू अब भात सात खायो होला हजुर म भिडियो बनाउँदै हो कि मेरो अनुहार देखिरहेको छ म देखिरहेको छैन हो अब यो बिरालो मस्तले सुतिरहेको छ होइन। सो त्यही हो अब आजको दिन भनेको दाइको बिहेमै हेर्न सक्नुहुन्छ हाम्रो घर। सब एकैछिनमा भेटौँ ल मेरो प्यारो मम होइन रेडी छोडिदिन नि मम नाति लारा भोलि लाग्यो त यस्तो हो। ल अब हामी दिदीहरू रेडी हुँदैन अब जस ड्याडी अब पोर्टिङ जानुभएको छ अब हेर्नु सक्नुहुन्छ गुलियो छ मेरो। ल गाइज अब एक हजुर खान न के थाहा हाम्रो प्यारो मम। ल गाइज हाम्रो भाइहरू मेरो फ्यान रे के मेरो ओए हेन्सी यसको सब्सक्राइब टु मेरो दाइको च्यानल अनुप लामा तामाङ छ भन् सब्सक्राइब टु माई ब्रदर च्यानल अनुप लामा हो खोइ त हेर्न खोइ कतिलाई जाएको त बास यस्तो छ नि त हेन्सी यहाँ पनि हेन्सी दुईजना के हो त गर्लफ्रेन्ड छ यसको नि ए थम्नेल यसको हाल्नु पर्यो ल अहिले कति बजेर के थाहा भयो ल ल राम्रोसँग जाऊ गर्लफ्रेन्ड रहेछ हाँसिरहेको छ यहाँ ए गर्लफ्रेन्ड रहेछ आजभोलिको केटाहरूको बच्चाहरू गर्लफ्रेन्ड छ अब हामी सिङ्गल नै हो। म फ्री भएपछि आउँछु नि होइन ल गयो हाम्रो भाइ अब जवानहरू बसन्त भन्ने साथीहरूलाई के भन्ने रे थर्काउने हो थर्काउने। ल त्यही हो भाइहरूसँग भेट्यो बाबु अब हामी जाँदैछौँ एकछिन होइन दाइको अब गयो। सो अब दाइ हेन्सी दाइ मजाले मम कस्तो छ देख्यो पुरा हिरोइन जस्तो हुनु भएको छ त्यस्तै हो। ल हाम्रो यो हाम्रो गाउँ हेर्नुहोस् अब छिनछिनको देखाउँछु अब आजको दिनभरको उयोको यसो गर्दै एनसी हो नि त हो मम खाना खानुभयो मम आयो अटो स्ट्यान्ड हाम्रो यहाँ अब ट्याक्सी स्ट्यान्ड भयो जस्तै काठमाडौँ यहाँ अटो स्ट्यान्ड हाम्रो बेस्ट लोकल स्ट्रिट फुड भने यहाँ आउनु होला 45 पाउँछ यहाँ फुड अब सो अब एकैचोटि दाइको घर पुगेपछि बनाउँछु अब ल गाइज त्यतिखेर भेटौँला। हेर्नुहोस् अब यहीँ हो अब एकैछिनमा अब हाम्रो भाउजू आउनुहुने इस्माइल र आशा हाम्रो इस्माइल र आशा भाउजू घर यहीँ हो उहाँको अब। सो हेर्नुहोस् गाडी यस्तै हो सब स्कर्पियो छ होइन
एउटा गाडी, एउटा स्कर्पियो, दुईवटा स्कर्पियो, तिनवटा स्कर्पियो, 3, 4, 5 यस्तै हो होइन। देख्न सक्नुहुन्छ आजभोलि स्कर्पियोको जमाना, स्कर्पियो नै। अब मेरो बिहेमा फर्च्युनर रे के अझ गफै त हो साथी, गफ। अब एक यहाँ हेर्नुहोस्, यो चाहिँ इन्डियन बबाल छ, इन्डियन पनि। त्यही हो, अब एकैछिनमा भेटौँ ल। अब त्यही हो, मान्छेहरू पुग्दै हो हेर्नुहोस्। नेपाली टाइम त्यस्तै हो, कहिले के हुँदैन होइन। बिहे होस् कि जे होस्, बाल छैन क्या, सबै आफ्नै पारामा हो क्या। सो अलिकति फोन लागेको छ, राइस खाना खाएको थियो 10 बजीतिर। सो केही छैन, यति हो जस्तो भइहाल्छ नि होइन। सो हेर्नु सक्नुहुन्छ यस्तै हो यहाँ मामाजी, यो कार सार हेर्नुहोस्। अब पुरा यस्तो हो, यसरी गर्नुपर्छ। यसरी अब बिदाई दिनु पऱ्यो नि त होइन त गाइज। अब पुरा छ कतिजना मान्छेहरू स्टिल होइन, आउने बाँकी छ। सो त्यही हो, अहिले त्यहाँ अलि मान्छेहरू छैन त्यस्तो साह्रै। अब चाँडै हुँदा चाँडै अब आउनु। सो अब बदलिज होइन, के हुनु अब एकैछिनमा भेटौँ ल। यसरी दुईवटा प्यारो सब्सक्राइबरहरू अहिले सब्सक्राइब गर्यो, धन्यवाद मेरो बहिनीलाई होइन। अब तिमीले पनि गर्ने है, मम्मीको च्यानल, मम्मीको के अरे युट्युब च्यानलबाट। अब त्यही हो, यो ट्र्याक्टरमा जाने हो क्या, यो ट्र्याक्टरमा। त्यही हो अब बालिज नै हो, यस्तै हो ल। दुईजना प्यारो सब्सक्राइबर मेरो, ए टिकटक। सो यस्तै हो। सो अब गाइज यही हो, बसिरहेको छौँ होइन। कार आउँदै, बाई बाई भन्दै जाऊ ल। ल बहिनी ल, राम्रोसँग जाऊ। अब भेटौँ ल अब चर्चमै उतै। पछि भनेको यति हाल्छ हुँदैन क्या, डिजे बजाउने हो कि नानी, डिजे बजाउने हो दाजु। दाईको स्वागत हो, राम्रै भयो होइन। ल जाइहाल्छ ती जेमिसी दाईहरू आमा। ल खै भाइ बाबु स्वागत गर्दै यहाँ जयमा हजुर एकदमै। अब हेर्नु सक्नुहुन्छ यही हो महिमा चर्च, यहाँले खाने हो यस्तो 3 तले पूर्णमासको सबभन्दा ठुलो, सबभन्दा ठुलो चर्च अहिले बन्दै होइन। अब आफू एकछिन यहाँ बोलाउँ होइन, खानासाना बन्दै। अब यहाँ हेरौँ न जाउँ सर गर्दै
साउन्ड अलिकति के हुनसक्छ होला आइफोन यो होइन अब भाउजूको चर्च इस्माइल दाई अनि आशा भाउजू अब पहिला दिदी भन्दै अब भाउजू भन्ने बेला भइसक्यो होइन हेर्न सक्नुहुन्छ यहाँ अब सबै आफ्नो आएर त्यहाँ हाम्रो दाई फ्यान्सी दाई त्यहाँ अहिले जस्ट अहिले डिस्टर्ब भयो क्या मलाई डिस्टर्ब मतलब जस्ट अहिले साउन्ड सुन्न क्या अहिले फेरि भित्र अहिले जस्ट भाउजू अब आउने बेला त्यो पनि देखाउने यहाँ जस्तै हो नथिङ न्यू ब्रो सेम हेयर यही हो सुन्दर सुन्दर लड्की हेलो हेलो गाइज यस्तै हो होइन बिहेमा अब त्यस्तै हो होइन गाउँघरको बिहे यस्तै हो अब के भन्ने अब के भन्दैन भित्र गएर देखाउँछु कस्तो हुन्छ भात खाइने हो त्यो भात साथ Hey, online करो कति ढिलो गरेको हेलो भाइ के छ वाह गुड आउनुभयो हाम्रो भाउजू ठिकै यहाँ दर्शकहरू देखाउँ रोमा त सम्हाल्दिँदैन जुत्तामा ठ्याक्टरलाई थामिल उतै चाहिँ लाग्यो रोटीमा किन गएर तिमी जाऊ जाऊ भित्र जाऊ भित्र जाऊ आउनुभयो होइन
अब गयो ओ मेरो भान्जा के छ खै बोलेको खोइ हेलो गाइज सब्सक्राइब टु माई मामा च्यानल ल जाऊ यति बेसी भइहाल्यो हेर्नुहोस् सक्नुहुन्छ जानु भयो हाम्रो भित्र जी हेर्नुहोस् मामा भन्छ अब बिना हेलमेट किङ्के अब हेर्न सक्नुहुन्छ हामी अनसुवरमा छौँ यो हाम्रो गाउँ हेर्नुहोस् कोही छैन कौडा त बगाल रहेछ त इन्डियनहरूले लगाउने जस्तो कौडा बगाल त हेर्नुहोस् हाम्रो वार्ड नम्बर 1 यति राम्रो छ होइन सब्सक्राइब गर्नु पऱ्यो क्या सब्सक्राइब लाइक कमेन्ट सेयर एक भिडियो खालि हुन त दिनभर बस्नुपर्छ होला है 1 घन्टाको ब्रेक दिने नै क्या सो हामी गइरहेछौँ किनभने हामीलाई चिसो चाहिएको छ त्यहाँ चिसो छ कि छैन फिक्स छैन जस्तो लाग्यो त्यत्रो मान्छेलाई कहाँबाट चिसो दिने त्यसैले 1 लिटर हामी आफै दिन्छ अरू त त्यस्तै हो अब हेर्नुहोस् कस्तो आज ल अब एकैछिनमा भेट गर्छ हामीले गाई जब होइन खोक लाग्यो दाई हान्सी दाई त लास्ट खोकिरहेछ त कहाँ जाने ठाउँ सो हेर्नुहोस् है कहाँ बसिन्छ त्यो भित्र जाने भित्र छ कि जान्नु पर्छ त दुलैको भाइले यस्तो हालतमा खाइराख्नु परेछ दुईजना गाह्रो छ हजुर यहाँ लास्टै मान्छे धेरै चल भित्र खाएर चाहिँ हामी त आज कति Three generation in one film. Daddy, छोरा ल ठिक छ हेर्नुहोस् यही हो कहाँ जाने हामी एकछिन अहिले आउने हामी ल तिमी त बुलियो ल अब गाइज हामी अब जाँदैछु होइन थाहा छैन कहाँ जाँदैछु अहिले आउँछु हामी यहाँ पिसा फेरिरहेको अवस्था यो महिमा चर्च तिमी त ल गाइज अब होइन यसो गर्लफ्रेन्ड भेट्न जाँदैछु मेरो अब सुशान्तको माइजू मेरो गर्लफ्रेन्ड भनेर भन्दिनँ मा सिङ्गल हो ए हेलमेट लगा रे पुरा गर्छ घरमा छ रे हेलमेट अब सर गर्दै ल बच्चा डोन ल ब्रो के यार ओ फ्री फायर प्लेयर हो के छ हेर्नुहोस् यो हो महिमा चर्च अब यो त फिनिसिङ बाँकी छैन यसको यो त अब फिनिसिङ त अब कलर सलर हालेपछि त कडा 1.5 घन्टामा अब हामी आइहाल्छौँ सो टिल दिस
लो गाइज अब यस्तै हो अब सकिन सकिन लाग्छ हेर्नुहोस् मान्छेहरू पनि अब जान लाग्नु छ अब यहाँको भ्यू हाम्रो हान्सी दाई हुन्छ अब यस्तै हो अब आफू पनि होइन पारा हो यस नवदम्पतिलाई विवाहको शुभकामना व्यक्त गर्दै परमेश्वरले यस नवदम्पतिलाई मात्रामा अब हेर्न सक्नुहुन्छ होइन अब लगभग सकिन लाग्छ केही झेल झेल अलि हुनु पऱ्यो नि त साथी बल्ल बन्नु नमिल्छ त हौ प्रार्थना गरिदिनको निम्ति म अगाडि बोलाउँछु आदरणीय गुरुबाहरू आदरणीय हाम्रो सिनियर पास गुरुबा रेभरेन्ड रामसिंह तामाङज्यू अनि डाक्टर तथा रेभरेन्ड पास्टर सलोमन पाफ्रेज्यू अनि स्थानीय मण्डलीको पास्टर भक्तबहादुर तामाङ अनि बुबा पनि हुनुहुन्छ स्थानीय मण्डलीको आदरणीय पास्टर राजु तामाङ तपाईँ पनि आउनुहोस् आफ्नो छोरीलाई आशिष दिएर पठाउनु पाउँदा कति खुसीको कुरा हो तपाईँ पनि आउनुहोस् सक्यो अब जानु पर्यो कहाँ जानु ल अब एकैछिन भेटौँ त ओ म पनि आउने भयो अब चाहिँ हो अघि नै आउनु भएको टेन्स भइसक्यो त्यहाँ यदि गर्ने जोजाउनु आउँछ ल ल ल दाइ ल ल हो ल खोइ त खोइ अझै भन्छु म दाइ ल खोइ त खोइ गाजरवालीको यहाँ रेड वाल अब लास्ट भएको अब सकियो अब हाम्रो नि त्यही हो अब पागल भइसक्यो म यहाँ बिन्दा नसरा भर्खर आउनु भयो म्याम भर्खर तपाईँले भ्लग बनाउनुहुन्छ यस मेरो भाइ अनुप लामा तामाङ पछि मम्मीबाट सब्सक्राइब गर्ने ल है भाइ यहाँ यति यहाँ स्टेबल हुन्छ नि त अनुप लामा तामाङ जस ब्लगर बन्ने रे राम्रो होस् होइन के बोल न मेरो दाइले सब्सक्राइब गर यस्तो भन न यार लाइक गरिदिनु होला गुड यो अन्त कुन स्कुल पढ्छौ म सरकारी हो स्कुलको नाम बिर्सिहाल्यो ए स्कुलको नाम पनि बिर्सियो आउन त आउँछ यस्तै हो धेरै मैले त खोइ किन लजाउनु पर्दैन के सरकारी त हुन त हो यहाँ अन्सु घरको ए ल ठिक छ केही छैन मेरो भाइ अब खतरनाक भ्लगर बन्छ अब सघाउको हो म ए चगाउ खतरा पूर्णक्लासको नम्बर 1 हुन्छ अब होइन मेरो भाइ राम्रोसँग गर्ने होइन अहिले 5 क्लास छ 5, 6, 7 मा 3 वर्षमा त पुगिहाल्छ त बब्बाल मलाई आयो श्री बाल बागेश्वरी माध्यमिक विद्यालय ल के रे फेरि होइन श्री बाल बागेश्वरी माध्यमिक हो हजुर अनुप लामा तामाङ सब्सक्राइब गरिदिनु नि त म गरिदिन्छु नि त खोइ मोबाइल ल्याऊ मोबाइल होला त बहिनी
ए अनलिमिटेड रेकर्ड के लाइभ होइन भिडियो बना लास्ट सर्ट के हो त हेलो मम यस हजुर हाम्रो मामाजी आउनुभयो होइन यसो लक्स माइजू अब सक्यो अब लास्ट हो लास्ट हो त लास्टमा लुक लाइक सी इज हङ्ग्री बिचरा मेरो दाई म्यानेजर आज भर्खर सास आयो हिजो रातिदेखि केही खानु भएको थिएन यो गिलियो छन् तिम्रो टाउको मासु भात 2 हप्तापछि खाँदै हुनुहुन्छ अरे उहाँले होइन मासु भात ल भयो सक्यो अब यहाँ लास्ट अरू त यस्तै हो होइन मुस्कान दिइहाल्छ बाबुले फेरि ल मुस्कान देऊ ल यता क्यामेरामा हेर्नुहोस् त एकचोटि ल अब यस्तो गरौँ बुढोबुढी पछाडि आउने अर्को बुढोबुढी यहाँ ल त्यो दुल्लाको अल्ल दुल्लैको पछाडि दुल्लाको अगाडि ल ल ल ल अब यता पछाडि आउनु तपाईँ सक्छ अब सक्यो होइन आजको लागि यति बिहे सब सकियो अब त्यही हो अब अर्को पालि भान्साको बिहे हुन्छ म जन्तीमै हुन्छु ल अब हामी जान लाग्छौँ होइन अब यस्तै हो सबैको होइन यहाँ आइफोन रहेछ कसको ओ के तिम्रो फोटो के भन्छ त्यो बाँदर अनुहार हालिदिन्छु भइहाल्छ अब जाउँ यहाँ म ढिलो भइसक्यो ल सी यु सुन नेक्स्ट टेलिग्रामसम्म सब्सक्राइब गर्नु होला होइन ल ल रमाइलो भयो सुशान्त भान्जा जाउँ ल अब फेरि भेटौँला अर्को छोटो मिठो भ्लगमा त्यतिखेरसम्म स्टे सेफ स्टे हेल्थी खै अब के भन्ने सब्सक्राइब गर्नु होला ल बाई बाई बन्द भयो बन्द त यो बिग्रेछ